तपाईँहरूलाई प्रभु येशू ख्रिस्टको विषयमा सुनाउन आएको। अनि प्रभु येशू ख्रिस्ट चाहिँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ भनेर हेर्नुहोस्। अनि हामी संसारमा छौँ होइन, हामी यो मानव चेलामा छौँ। एक दिन हामीले यो शरीर छोडेर जानुपर्छ, यो संसार छोडेर जानुपर्छ, अवश्य जानुपर्छ होइन। अनि हामी शरीरमा अजम्बरी छैनौँ, तर हामीभित्र भएको आत्मा चाहिँ अजम्बरी छ खास। यो चाहिँ ईश्वरको रूप हो, यो कहिल्यै पनि मर्दैन है। यो पापमय संसारमा हामी छौँजेल हामीले कतिचोटि विभिन्न प्रकारले हामी हाम्रो आत्माको निम्ति हामी धर्म कर्मका कामहरू गर्छौँ। तर बाइबलमा यस्तो भनिएको छ कि हामीले जतिसुकै राम्रा कामहरू गरेर भए तापनि होइन, हामीले चाहिँ स्वर्ग प्राप्त गर्न सक्दैनौँ है। तपाईँ पनि सुनिराख्नु, स्वर्ग प्राप्त गर्न सक्दैनौँ, किनभने यो आत्मा अजम्बरी भएको कारणले गर्दाखेरि हामीले आत्मा साँच्चै परमात्माको रूप हो, परमेश्वरको रूप हो भनेर हामीले जान्न आवश्यक छ। यो आत्मालाई उद्धार गर्नको लागि चाहिँ हामीले स्वर्गसम्म जाने एउटा बाटो हामीलाई थाहा हुनुपर्छ। अनि त्यो चाहिँ हामीले स्वर्गबाट आउनुहुने हामी मानव जातिलाई उद्धार गर्नलाई आउनुहुने ख्रिस्ट येशू प्रभु, जसले हामी मानव जातिलाई उद्धार र मुक्ति गर्नलाई संसारमा आउनुभयो। अनि बाइबल धर्मशास्त्रले भन्दछ येशू ख्रिस्टमा मात्रै अनन्त जीवन छ। आज हामीले विभिन्न प्रकारको यो कामहरू गरे तापनि यो शरीर चाहिँ यहीँनिर नष्ट भएर जाने कारणले गर्दा आत्माको लागि सत्य परमेश्वरलाई चिन्नुपर्ने हुन्छ। उहाँले आफ्नो एकमात्र पुत्रलाई पठाउनु, त्यो कारणले बाइबल धर्मशास्त्रले भन्छ स्वर्गमुनि पृथ्वी र मानिसहरूको बिचमा अरू कुनै पनि नाउँ दिएको छैन, येशू ख्रिस्ट मात्रै हुन्छ। अनि त्यो तपाईँहरूलाई असल खबर दिँदै म आएको है। हामी किनभने हामी जन्मिँदै पापमय स्वभावमा जन्मेका छौँ। हामीले केही गरेर पनि हामी ईश्वरलाई खुसी बनाउन सक्दैनौँ। हामीले केही गरे तापनि, जतिसुकै राम्रो काम गरे तापनि हामी क्षणमा हामी पाप गरि नै रहन्छौँ, हामी चुक्छौँ होइन। त्यो भएको कारणले गर्दा हामीले जतिसुकै राम्रो काम गरे तापनि हामीले सत्य परमेश्वरलाई चिन्न सक्दैनौँ। तर कुनै परमेश्वरले हाम्रो निम्ति आफ्नो पुत्रलाई पठाउनु भयो ताकि हामीले अब उहाँमाथि विश्वास मात्रै गऱ्यौँ भने तपाईँ र मेरो निम्ति उहाँले बनाउनु भएको बाटो अनि हामी चाहिँ सत्य परमेश्वरसँग हामी विवाद हुन सक्छ। त्यसै कारण तपाईँ र मेरो निम्ति असल खबर यही छ, तपाईँ र मैले जतिसुकै काम गरेर कमाउन नसक्ने त्यो धार्मिक जीवन चाहिँ परमेश्वरले आफ्नो पुत्र पठाएर, येशू ख्रिस्ट पठाएर तपाईँ र मेरो निम्ति उहाँले बाटो तयार गरिदिनु भयो। त्यो भएको कारणले गर्दाखेरि अब तपाईँ र मेरो निम्ति असल खबर चाहिँ के हो भने अब तपाईँ र मैले उहाँमाथि विश्वास मात्रै गऱ्यौँ भने चाहिँ तपाईँ र मेरो आत्माको उद्धार हुनेछ भनेर बाइबलले भन्दछ। त्यो भएको कारणले म यहाँलाई आग्रह गर्न चाहन्छु, येशू ख्रिस्टलाई बुझ्नुहोस्, उहाँमा रहेको जीवनमा बुझ्नुहोस्। किनभने कोही पनि मानिसको आत्मा नष्ट भएको हामी चाहँदैनौँ नि होइन, कोही पनि चाहँदैनौँ। हामी चाहिँ अनन्तसम्म बाँचेकै चाहन्छौँ। अनि अनन्तसम्म बाँच्नको लागि चाहिँ जीवित परमेश्वरलाई हामीले चिन्नुपर्ने हुन्छ। अनि त्यो कारणले म यहाँहरूलाई आग्रह गर्छु, येशू ख्रिस्टमा विश्वास गर्नुहोस् है। के छ हजुरहरूलाई सोध्नुपर्ने? तपाईँलाई केही छ? ठिक छ। अनि हाम्रो यहाँ छेउमा चर्च छ, तपाईँहरू शनिबार हाम्रो सङ्गति हुन्छ, तपाईँहरू आउन सक्नुहुन्छ है। यहाँहरूलाई स्वागत छ। फेरि पनि एकचोटि भन्छु, परमेश्वरले यहाँलाई धेरै प्रेम गर्नुहुन्छ। उहाँले आफ्नो पुत्र हाम्रो निम्ति दिनुभएको छ, उहाँमाथि विश्वास गर्नुहोस्, सित्तैमा उद्धार र अनन्त जीवन पाउनुहोस् है। हुन्छ, नमस्कार।